यो चाहिँ पाल्पा जिल्लाको अर्गली भन्ने ठाउँ हो। यो जुद्ध शमशेरले बनाएको दरबार। जुद्ध शमशेरले यहाँ दरबारमा बस्थ्यो। अरे अब यहाँ हामी 2032 सालमा बाटो खन्न भनेर आएको। यसै ठाउँमा बसेर पाटाका कुना सुतिन्थ्यो, बाटो खनिन्थ्यो। बाटो खनेर चाहिन्छ त 8-10-12 दिन बाटो खनेर हामी चाहिँ घर गयौँ आफ्नो घर। अब बाटो बन्यो यी अहिले यहाँको संरचना अर्कै भएको छ। त्यति बेला यहाँ हाई स्कुल सुरु भएको थियो। यही दरबारमा चाहिँ हाई स्कुल चाहिँ विद्यार्थीले पढ्ने गर्ने गर्थे। हामी चाहिँ आउने केटाहरूसित चाहिँ यहाँको विद्यार्थीसित भलिबल खेल्ने। मलाई बोलाउनु जान्थे, जत्न भए पनि बोलाएर ल्याउने भलिबल खेल्ने गर्थे। केटाहरू रमाइलो गर्थे। त्यसपछि हामी 10 दिन 12 दिन कति दिन हो बाटो खन्यो। बाटो खनेर गएर त्यहाँबाट हामी त्यसपछि गुल्मी चाहिँ जाने क्रममा फेरि पाल्पा गएर चाहिँ त्यो गुल्मी हाम्रो 84 फाँटमा छल्ली खोलामा पुल हाल्नलाई चाहिँ फलामको के भन्छ लोठा हो के भन्छ, त्यो फलामको त्यो लहर चाहिँ मोटर लिएर गएको मलाई अहिले पनि सम्झना छ। र यति दुःखद अवस्थामा त्यति बेलाको विकास क्रममा चाहिँ गुल्मी तम्घासमा बाटो मोटर बाटो लैजानुलाई मलाई लाग्छ 90% बाटो चाहिँ कोदाले बाटो हो जस्तो लाग्छ मलाई। र अहिलेको विकास त्यति बेलाको विकास गर्ने जुन तरिका थियो, सम्पूर्ण जनताले खनेको बाटो थियो। 90% बाटो चाहिँ गुल्मेली जनताले तयार गरेर चाहिँ त्यहाँ चाहिँ बाटो गएको अवस्था हो जस्तो मलाई लाग्छ। अब अहिले त अब चाहिँ त्यस्तो अवस्था रहेन। र धेरै रमणीय ठाउँ, धेरै चाहिँ जति जहाँ जस्तो बस्यो त्यही त्यस्तै रमाइलो हुन्छ। पारी त्यो गाउँदेखि त्यो सेङ्जा जिल्लामा पर्छ। कालीकोट भन्ने गाउँको नाम हो। त्यो काली नदी कालीगङ्गाको पारी भऱ्यो त्यो पारीको गाउँ कालीकोट भयो। अब रिडी यहाँबाट पश्चिमतिर पर्छन्, रिडी बजार। त्यसपछि यो कालीगण्डकी र रिडी खोलोको चाहिँ सिमाना चाहिँ 3टा जिल्ला 2टा अञ्चलको चाहिँ के भन्छ सिमाना छुट्याएको छ। कालीगण्डकीले 2टा अञ्चलको सिमाना छुट्याएको छ भने रिडी खोलोले र कालीगण्डकीले 3टा जिल्लाको स्याङ्जा, गुल्मी र पाल्पाको सिमाना छुट्याएका छन्। र यो पुरातत्व हिसाबले धेरै ऐतिहासिक ठाउँ, धेरै महत्त्वपूर्ण ठाउँ, धेरै चाहिँ ऐतिहासिक महत्त्व बोकेको ठाउँ हो यो। त्यही भएर जति जे जस्तो भए पनि यी पुराना कुराहरू जहाँ गए पनि, अमेरिका गए पनि, जर्मन गए पनि जननी जन्मभूमि स्वर्गदपि गरिएसी जन्मभूमि धेरै प्यारो हुन्छ। त्यो हुनाले धेरै ऐतिहासिक ठाउँ हो यो। एक त आफैमा नेपाल ऐतिहासिक ठाउँ हो, पृथ्वीको सबभन्दा उच्च स्थल शिरभन्दा पनि हुन्छ। त्यसमा पनि धेरै महत्त्व बोकेको ठाउँ हो यो। यो ठाउँको धेरै महत्त्व छ, बुझ्न सकिन्छ। भयो ल, ठिक हो ल, यति नै भयो।